नमस्ते विद्यार्थी मित्रहरू, स्वागत छ तपाईहरुलाई एजीटीबी युट्युब च्यानलमा। आजको यस भिडियोमा म तपाईहरुलाई फाइनल अकाउन्टको एउटा क्वेशन सल्भ गरेर देखाउन गइरहेको छु। तपाईहरुले स्क्रिनमा देखिरहनु भएको यो क्वेशन चाहिँ मलाई धेरै दिन अगाडि एकजना क्लास 12 मा पढ्ने विद्यार्थी मित्रले सल्भ गर्दिनको लागि पठाउनु भएको थियो र आजको यस भिडियोमा म तपाईहरुलाई यही क्वेशन सल्भ गरेर देखाउन गइरहेको छु। अब यहाँ क्वेशनमा के लेखेको छ पढौं त। ट्रायल ब्यालेन्स अफ हिमाञ्चल कम्पनी अन डिसेम्बर 31, 2024 इज गिवन बिलो। हिमाञ्चल कम्पनीले डिसेम्बर 31, 2024 मा बनाएको ट्रायल ब्यालेन्स दिएको छ हैन। अब यहाँ तपाईलाई केही एडिशनल इन्फर्मेसनहरु दिएको छ र रिक्वायर्डमा चाहिँ प्रॉफिट एन्ड लस अकाउन्ट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स शीट बनाउन सोधिएको छ। अब प्रॉफिट एन्ड लस अकाउन्टको चाहिँ 2 मार्क्स रहेको छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको 1 मार्क र ब्यालेन्स शीटको 2 मार्क्स रहेको छ। टोटल 5 मार्क्स रहेको छ। विद्यार्थी मित्रहरु, तपाईले स्क्रिनको राइट ह्यान्ड साइडमा यहाँ फर्मेट देख्न सक्नुहुन्छ। मैले यहाँ फर्मेट ड्रा गरिसकेको छु है त। अब विद्यार्थी मित्रहरु, सबैभन्दा पहिला एउटा कुरो के बुझ्नु पर्ने हुन्छ भन्दाखेरि यो जुन ट्रायल ब्यालेन्समा दिएको इन्फर्मेसन छ नि, यसलाई तपाईले यो तीनवटा स्टेप मध्ये कुनै एउटा स्टेपमा देखाउनु पर्ने हुन्छ र एडिशनल इन्फर्मेसनलाई चाहिँ तपाईले दुईवटा स्टेपहरुमा देखाउनु पर्ने हुन्छ। अब हेर्नुस् त, एडिशनल इन्फर्मेसनमा दिएको जुन एडजस्टमेन्टहरु छ यो कहाँ रेकर्ड गरिन्छ त। अब हेर्नुस् त, आईमा भनिएको छ प्रोभिजन फर ट्याक्स 25%। अब विद्यार्थी मित्रहरु, कम्पनीले के गरेको छ भन्दाखेरि ट्याक्स तिर्नको लागि 25% प्रोभिजन राखेको रहेछ। अब हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो प्रॉफिट एन्ड लस अकाउन्टबाट हामीले जुन नेट प्रॉफिट बिफोर ट्याक्स निकाल्छौं नि, अर्थात यो प्रोभिजन फर ट्याक्स इन्क्लुड गर्नु भन्दा अगाडिको प्रॉफिट हो, त्यसैको 25% निकाल्ने हो र यसलाई कहाँ राख्नु पर्ने हुन्छ। एउटा त हामीले प्रॉफिट एन्ड लस अकाउन्टकै डेबिटमा देखाउनु पर्ने हुन्छ हैन, यसलाई खर्च मानेर। अब हामीले अहिले पेमेन्ट त गरेका छैनौं, यसलाई हामीले फ्युचरमा तिर्नु पर्ने हुन्छ। त्यही भएर यो लायबिलिटीज हो, तपाईले ब्यालेन्स शीटको लायबिलिटी साइडमा प्रोभिजन हेडिङमा राख्नु पर्ने हुन्छ हैन। ल अब अर्को हेर्नुस् त के छ, ट्रान्सफर टु जेनरल रिजर्भ रुपीस 15,000। अब 15,000 लाई चाहिँ जेनरल रिजर्भमा ट्रान्सफर गरेको रहेछ हैन। कम्पनीले के गर्छ भन्दाखेरि नाफा कमाएको छ भने त्यो नाफाको केही अंश चाहिँ रिजर्भ राख्दछ हैन। अब हेर्नुस् त, ट्रायल ब्यालेन्समा अलरेडी जेनरल रिजर्भ भनेर तपाईलाई 20,000 दिएको छ। अब फेरि के गरेको छ कम्पनीले, 15,000 चाहिँ जेनरल रिजर्भमा ट्रान्सफर गरेको छ। अब तपाईले के गर्नुपर्ने हुन्छ, एउटा त यसलाई प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको डेबिटमा देखाउनु पर्ने हुन्छ हैन, र अर्को भनेको यसलाई तपाईले ब्यालेन्स शीटको रिजर्भ एन्ड सरप्लस हेडिङमा यो जेनरल रिजर्भसँग एड गरेर देखाउनु पर्ने हुन्छ हैन। ल अब विद्यार्थी मित्रहरु, हामी चाहिँ सबैभन्दा पहिला प्रॉफिट एन्ड लस अकाउन्ट बनाउन गइरहेका छौं है। अब तपाईले हेडिङ लेख्नु पर्ने हुन्छ। अब ए नम्बर लेख्नु होला, प्रॉफिट एन्ड लस अकाउन्ट। अब यहाँ कम्पनीको नाम पनि दिएको छ हिमाञ्चल कम्पनी हैन। तपाईले यहाँ अफ हिमाञ्चल कम्पनी लेख्नु होला र यहाँ क्लोजिङ डेट लेख्नु होला। क्वेशनमा तपाईलाई यहाँ डिसेम्बर 31, 2024 दिएको छ। अब यहाँ तपाईले फर द इयर इन डेट 31 डिसेम्बर 2024 लेख्नु होला। अब विद्यार्थी मित्रहरु, हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो डेबिट साइडमा चाहिँ इन्डाइरेक्ट एक्सपेन्सेसहरुलाई यहाँ छानेर लेख्नु पर्ने हुन्छ र क्रेडिटमा चाहिँ हामीले इन्डाइरेक्ट इन्कमहरुलाई छानेर लेख्नु पर्ने हुन्छ है त। अब के हो त इन्डाइरेक्ट एक्सपेन्सेसहरु? विद्यार्थी मित्रहरु, अफिसमा लाग्ने खर्चहरु, सामानहरु सेलिङ गर्दा फेरि लाग्ने खर्चहरु हैन, त्यस्तै अन्य लसेसहरु तपाईले प्रॉफिट एन्ड लस अकाउन्टको डेबिटमा राख्नु पर्ने हुन्छ र सेल्स बाहेक जति पनि इन्कमहरु छ नि त्यो सबै इन्डाइरेक्ट इन्कम हो, त्यसलाई तपाईले क्रेडिटमा देखाउनु पर्ने हुन्छ है। अब हेर्नुस् त, अब सबैभन्दा पहिला त तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो ट्रायल ब्यालेन्समा तपाईलाई ग्रस प्रॉफिट अथवा ग्रस लस के दिएको छ त्यो हेर्नु पर्ने हुन्छ, किनकि हामीलाई क्वेशनमा ट्रेडिङ अकाउन्ट बनाउन सोधिएको छैन। यसको मतलब हामीले के बुझ्नु पर्यो, क्वेशनमा त्यहाँ तपाईलाई ग्रस प्रॉफिट अथवा ग्रस लसको इन्फर्मेसन दिएको हुनुपर्छ। अब यहाँ हेर्दै जानुस् त, ग्रस प्रॉफिट ग्रस लसको इन्फर्मेसन कहाँ दिएको छ हेर्दै जानुस्। हो, यहाँ दिएको रहेछ। हेर्नुस् त, कल्स इन एरियर्सको तल तपाईलाई ग्रस प्रॉफिट 1,10,000 दिएको छ। अब यसलाई तपाईले कहाँ देखाउनु पर्ने हुन्छ, क्रेडिट साइडमा देखाउनु पर्ने हुन्छ अनि बल्ल तपाईले इन्डाइरेक्ट इन्कमहरु देखाउनु पर्ने हुन्छ है त। ल अब यहाँ लेखौं बाइ ग्रस प्रॉफिट। अमाउन्ट भनेको कति छ, 1,10,000। ल अब विद्यार्थी मित्रहरु, हामी के गर्छौं भन्दाखेरि सुरुबाट हेर्दै जान्छौं है। जति पनि इन्डाइरेक्ट एक्सपेन्सेसहरु छ त्यसलाई डेबिटमा देखाउँछौं र इन्डाइरेक्ट इन्कमलाई क्रेडिटमा देखाउँछौं। अब हेर्नुस् त, फर्स्टमा सन्ड्री क्रेडिटर छ, यसलाई त हामीले ब्यालेन्स शीटमा देखाउने हो हैन, प्रॉफिट एन्ड लस अकाउन्टमा होइन। अब जेनरल रिजर्भ, यसलाई पनि हामीले ब्यालेन्स शीटमा देखाउने हो, यहाँ होइन। अर्को छ हेर्नुस् त स्यालेरी। अब यो स्यालेरी भनेको इन्डाइरेक्ट एक्सपेन्स हो हैन, यसलाई हामीले यहाँ देखाउनु पर्ने हुन्छ। ल यहाँ लेखौं टु स्यालेरी।
अमाउन्ट कति हो 30,000 हैन। अब अर्को हेर्नुस् त के छ जेनरल चार्जेस। अब यो भनेको पनि इन्डाइरेक्ट एक्सपेन्सेस हो, यसलाई पनि हामीले प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा देखाउनु पर्यो हैन। ल यहाँ लेखौं टु जेनरल चार्जेस। अमाउन्ट कति छ हेर्नुस् त 5000 छ हैन। ल 5000 लेखौं। अब विद्यार्थी मित्रहरु अर्को के छ हेर्नुस् त रेन्ट। अब यो रेन्ट पनि प्रॉफिट एन्ड लस एकाउन्टमा रेकर्ड हुन्छ। अब यो रेन्टको हेर्नुस् त डेबिटमा तपाईलाई 15000 दिएको छ र क्रेडिटमा 10000 दिएको छ। अब यो डेबिटको तपाईले डेबिटमा देखाउने किनकि यो रेन्ट पेड हो र क्रेडिटको चाहिँ इन्कम हो, त्यही भएर तपाईले क्रेडिटमा देखाउने हैन। ल अब यहाँ लेखौं टु रेन्ट 15000 छ, यो भनेको रेन्ट पेड हो। क्रेडिटको 10000 भनेको रेन्ट रिसिभ्ड हो हैन, त्यही भएर तपाईले क्रेडिटमा देखाउनु पर्ने हुन्छ बाइ रेन्ट। तपाईले रिसिभ लेख्दा पनि हुन्छ, रेन्ट मात्रै त्यहाँ लेख्दा पनि हुन्छ है। ल 10000 लेखौं। अब विद्यार्थी मित्रहरु अर्को के छ हेर्नुस् त सन्ड्री डेटर्स। यो त ब्यालेन्स सिटमा आउँछ, यहाँ आउँदैन। अर्को हेर्नुस् के छ ट्याक्स पेड। अब विद्यार्थी मित्रहरु ट्याक्स पेडको सन्दर्भमा हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यदि तपाईलाई त्यहाँ प्रोभिजन फर ट्याक्सको इन्फर्मेसन दिएको छैन भने तपाईले दुई तरिकाबाट यसलाई गर्न सक्नुहुन्छ। एउटा त यसलाई तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि यो वर्ष एडभान्समा पेड गरेको ट्याक्स मानेर तपाईले ब्यालेन्स सिटमा पनि देखाउन सक्नुहुन्छ लोन एन्ड एडभान्स हेडिङमा। अथवा यसलाई तपाईले लास्ट इयरको चाहिँ ट्याक्स यो वर्ष तिरेको भनेर तपाईले प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको डेबिटमा पनि देखाउन सक्नुहुन्छ हैन। त्यही भएर यो प्रॉफिट एन्ड लस अकाउन्टको डेबिटमा चाहिँ आउँदैन। अब यहाँ प्रोभिजन फर ट्याक्स पनि दिएको छ, त्यही भएर हामीले यो ट्याक्स पेडलाई चाहिँ के मानेर गर्छौं भने लास्ट इयर तिर्न बाँकी ट्याक्स चाहिँ यो वर्ष तिरियो, त्यही भएर यसलाई प्रॉफिट एन्ड लस एप्रोप्रिएसनको डेबिटमा देखाउँछौं हैन। अब अर्को हेर्नुस् त के छ सर्ट टर्म डेट। अब यो त ब्यालेन्स सिटमा आउँछ। इक्विटी शेयर क्यापिटल यो पनि ब्यालेन्स सिटमा आउँछ। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट यो त प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टमा आउँछ। कॉल्स इन एरियर्स यो ब्यालेन्स सिटमा आउँछ। हामीले यो इक्विटी शेयर क्यापिटलबाट यसलाई डिडक्ट गर्नुपर्ने हुन्छ। ग्रस प्रॉफिट हामीले यहाँ लेखिसकेका छौं। प्लान्ट एन्ड मेसिनरी ब्यालेन्स सिटमा आउँछ। क्याश पनि ब्यालेन्स सिटमा आउँछ। अब यो ब्याड डेट। अब यो ब्याड डेट भनेको के हो नउठेको पैसा हो हैन, यो सेलिङ रिलेटेड एक्सपेन्स हो। अब हामीले यसलाई प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा देखाउनु पर्ने हुन्छ। ल यहाँ लेखौं टु ब्याड डेट। अमाउन्ट कति छ 1400। अब विद्यार्थी मित्रहरु हामीले प्रॉफिट एन्ड लस अकाउन्टमा रेकर्ड गर्ने आइटमहरु सबै यहाँ छानेर लेखिसकेका छौं। अब के गर्नुपर्ने हुन्छ तपाईले यो प्रोभिजन फर ट्याक्सलाई इन्क्लुड गर्नु भन्दा अगाडिको नेट प्रॉफिट निकाल्नु पर्ने हुन्छ। त्यसको 25% गरेर तपाईले प्रोभिजन फर ट्याक्सको अमाउन्टलाई चाहिँ यहाँ देखाउनु पर्यो र ब्यालेन्स सिटमा पनि देखाउनु पर्ने हुन्छ है त। ल अब तपाईले के गर्नु होला भन्दा फेरि यो क्रेडिटको टोटल गर्नुस् त कति हुन्छ, यो दुईटा जोड्दा फेरि 1,20,000 हुन्छ हैन। ल तपाईले यहाँ सिधै लेखिदिदा हुन्छ किनकि यही बढी छ। ल यहाँ लेखौ 1,20,000। अब तपाईले के गर्नु पर्यो 1,20,000 बाट यो सबै घटाउनु पर्यो। अब यो डेबिटको टोटल भनेको चाहिँ 51,400 हुन्छ हैन। अब हामीले के गर्नु पर्यो 1,20,000 माइनस 51,400 गर्नु पर्यो हैन। अनि त्यसको चाहिँ 25% गर्यो भने हाम्रो के आउँछ प्रोभिजन फर ट्याक्स आउँछ। ल यहाँ लेखौं टु प्रोभिजन फर ट्याक्स हैन। अब के गर्नु पर्यो 25% अफ 1,20,000 माइनस अब यो डेबिटको सबै जोड्दाखेरि कति हुन्छ 51,400। ल अब विद्यार्थी मित्रहरु तपाईले के गर्नु पर्यो 1,20,000 माइनस 51,400 गर्दाखेरि कति आउँछ यहाँ आउँछ 68,600। त्यसको तपाईले 25% गर्नुपर्ने हुन्छ हैन। त्यो गर्दाखेरि कति आउँछ 17,150 आउँछ। अब विद्यार्थी मित्रहरु यो भनेको के हो प्रोभिजन फर ट्याक्सको अमाउन्ट हो। यसलाई तपाईले ब्यालेन्स सिटमा पनि देखाउनु पर्ने हुन्छ। अब हामीले चाहिँ यो प्रोभिजन फर ट्याक्स इन्क्लुड गरिसके पछाडीको नेट प्रॉफिट निकाल्नु पर्यो। ल यहाँ लेखौं टु नेट प्रॉफिट सिडी। अब के गर्नु पर्यो 1,20,000 बाट यो डेबिटको सबै घटाउनु पर्यो है। यो डेबिटको सबै घटाउँदा फेरि यहाँ नेट प्रॉफिट कति आउँछ अब यहाँ नेट प्रॉफिट आउँछ 51,450। टोटलमा त हामी 1,20,000 लेख्छौं हैन। ल अब तपाईले चाहिँ यहाँ टोटल लेखिदिनु होला। ल अब विद्यार्थी मित्रहरु यहाँबाट तपाईको कति आयो 2 मार्क्स आयो हैन। अब यो 51,450 लाई हामीले यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको क्रेडिटमा ट्रान्सफर गर्नुपर्ने हुन्छ। अब यो लेख्नु भन्दा अगाडि तपाईले एउटा कुरो के बुझ्नु पर्यो भन्दा फेरि यदि ट्रायल ब्यालेन्समा तपाईलाई चाहिँ प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट भनेर दिएको छ भने त्यसलाई पहिला इन्क्लुड गर्नुपर्ने हुन्छ है। अब हेर्नुस् त यहाँ 25,000 छ, यसलाई तपाईले सुरुमा लेख्नु पर्ने हुन्छ। के भनेर लेख्नु पर्ने हुन्छ बाइ ब्यालेन्स बीडी भनेर हैन। लेखौ यहाँ बाइ ब्यालेन्स बीडी। अमाउन्ट कति हो 25,000। अनि बल्ल तपाईले नेट प्रॉफिटलाई यहाँ सार्नु पर्यो बाइ नेट प्रॉफिट बीडी। अमाउन्ट कति हो 51,450। अब
अब विद्यार्थी मित्रहरू यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको डेबिटमा के आउँछ त यो ट्रायल ब्यालेन्सबाट हेर्नुस् त सन्ड्री क्रेडिटर आउँछ आउँदैन जेनरल रिजर्भ आउँछ आउँदैन तर विद्यार्थी मित्रहरू यो तलको एडजस्टमेन्टको यो जेनरल रिजर्भ छ नि ट्रान्सफर टु जेनरल रिजर्भ यो चाहिँ यहाँ आउँछ हैन ल यहाँ लेखौं टु ट्रान्सफर टु जेनरल रिजर्भ अमाउन्ट कति छ हेर्नुस् त अमाउन्ट भनेको 15000 छ हैन ल अब अर्को हेर्नुस् त के छ स्यालेरी हामीले रेकर्ड गरिसकेका छौं हैन जेनरल चार्जेस रेकर्ड गरिसकेका छौं रेन्ट पनि रेकर्ड गरिसकेका छौं सन्ड्री डेटर ब्यालेन्स शीटमा आउँछ अब अर्को छ ट्याक्स पेड मैले तपाईलाई अघि भनिसकेको छु यदि विद्यार्थी मित्रहरू यहाँ तपाईलाई प्रोभिजन फर ट्याक्स नदिएको अवस्थामा तपाईले यसलाई के मानेर गर्न सक्नुहुन्छ भन्दाखेरि एडभान्स ट्याक्स पेड भनेर पनि मानेर गर्न सक्नुहुन्छ र ब्यालेन्स शीटमा देखाउन सक्नुहुन्छ हैन यदि प्रोभिजन फर ट्याक्स दिएको अवस्थामा चाहिँ तपाईले लास्ट इयरको ट्याक्स पेड चाहिँ यो वर्ष तिरियो भनेर प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको डेबिटमा राख्न सक्नुहुन्छ हैन म चाहिँ अब यसलाई के एज्युम गर्छु भन्दाखेरि लास्ट इयरको ट्याक्स पेड चाहिँ यो वर्ष तिरियो त्यही भएर यसलाई प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टको डेबिटमा देखाउँछु ल अब यहाँ लेखौं टु ट्याक्स पेड अमाउन्ट कति छ हेर्नुस् 12000 छ ल यहाँ 12000 लेखौं हैन अब अरु कुनै आइटम छ त छैन हैन अरु कुनै पनि आइटम यहाँ आउँदैन अब विद्यार्थी मित्रहरू हामीले के गर्नुपर्ने हुन्छ यो क्लोज गर्नुपर्ने हुन्छ है प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट पनि क्लोज गर्नुपर्ने हुन्छ अब हेर्नुस् त कुन साइड ठुलो छ क्रेडिट साइड ठुलो छ अब यो क्रेडिटको जोड्दाखेरि कति हुन्छ भन्नुस् त यहाँ हुन्छ 76450 हुन्छ अब तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यो 76450 बाट तपाईले यो 27000 घटाउनु पर्ने हुन्छ है डेबिटको यो दुईटा जोड्यो भने कति हुन्छ 27000 हुन्छ ल अब घटाउँदा फेरि यहाँ ब्यालेन्स सिडी कति आउँछ अब यहाँ तपाईले के लेख्नु पर्यो ब्यालेन्स सिडी लेख्नु पर्यो हैन यो भनेको रिटेन अर्निङको अमाउन्ट यो भनेको नबाँडिएको रकम हो हैन ल अब हेर्नुस् त यहाँ कति आउँछ 49450 आउँछ अब विद्यार्थी मित्रहरू यो ब्यालेन्स सिडीको अमाउन्टलाई तपाईले कहाँ राख्नु पर्ने हुन्छ यसलाई तपाईले ब्यालेन्स सिटको रिजर्भ एन्ड सरप्लस हेडिङमा राख्नु पर्ने हुन्छ ल यहाँ टोटल लेखौं 76450 हैन ल अब विद्यार्थी मित्रहरू हामी ब्यालेन्स सिट बनाउन गइरहेका छौं है त अब विद्यार्थी मित्रहरू ब्यालेन्स शीटमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि हेडिङ वाइज आइटमहरुलाई रेकर्ड गर्नुपर्ने हुन्छ अब सबैभन्दा पहिला त हामीले क्यापिटल लायबिलिटी साइडबाट सुरु गरौं अब पहिलो हेडिङ भनेको शेयर क्यापिटल हेडिङ हो हैन ल अब शेयर क्यापिटल हेडिङ भित्र के आउँछ विद्यार्थी मित्रहरू यहाँ आउने भनेको यो इक्विटी शेयर क्यापिटल हो अब हामीले यो इक्विटी शेयर क्यापिटलबाट कल्स इन एरियर्स घटाउनु पर्ने हुन्छ ल यहाँ लेखौं इक्विटी शेयर क्यापिटल अमाउन्ट कति छ हेर्नुस् त 2 लाख छ ल 2 लाख भित्र लेख्नु होला अब हामीले के गर्नुपर्ने हुन्छ यो कल्स इन एरियर्स भनेको नउठेको रकम हो है यसलाई हामीले घटाउनु पर्ने हुन्छ इक्विटी शेयर क्यापिटलबाट ल अब यहाँ लेस लेखौं लेस कल्स इन एरियर्स हैन कति छ कल्स इन एरियर्सको अमाउन्ट 5000 छ ल 5000 अब विद्यार्थी मित्रहरू यहाँ घटाए भने कति हुन्छ 1,95,000 हुन्छ हैन ल बाहिर लेखौं 1,95,000 विद्यार्थी मित्रहरू अब यो ट्रायल ब्यालेन्सबाट आउने भनेको शेयर क्यापिटल हेडिङमा यही दुईटा आइटम मात्र रहेछ हैन ल अब अर्को हेडिङ छ रिजर्भ एन्ड सरप्लस लेखौं यहाँ रिजर्भ एन्ड सरप्लस अब रिजर्भ एन्ड सरप्लस हेडिङमा सबैभन्दा पहिला हामीले के गर्छौं भन्दाखेरि जुन यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसनबाट यो ब्यालेन्स शीट निकालेका थियौ नि 49450 त्यसलाई सार्छौं है त ल अब तपाईले यहाँ के लेख्नु पर्यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट भनेर लेख्नु पर्यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट अमाउन्ट कति निकालेका थियौ हामीले हेर्नुस् त यो 49450 अब यसलाई तपाईले यहाँ देखाउनु होला ल अब यो हेडिङमा अर्को के आउँछ विद्यार्थी मित्रहरू मैले तपाईलाई अघि भनिसकेको छु यो जेनरल रिजर्भ आउँछ हैन कति छ 20000 अब यहाँ तल एडजस्टमेन्ट छ ट्रान्सफर टु जेनरल रिजर्भ हामीले यसलाई चाहिँ जोड्नु पर्ने हुन्छ है त ल अब यहाँ लेखौं जेनरल रिजर्भ अमाउन्ट कति हो जेनरल रिजर्भको हेर्नुस् त 20000 छ हैन ल अब हामीले के गर्नु पर्यो ट्रान्सफर टु जेनरल रिजर्भलाई चाहिँ एड गर्नु पर्यो अब 15000 यहाँ एड गरौं अब यो दुईटा एड गर्यो भने कति हुन्छ 35000 हुन्छ हैन ल अब हामीले यहाँ 35000 लेखौं त अब विद्यार्थी मित्रहरू यो हेडिङमा आउने अरु आइटम छ त यहाँ छैन हैन अब यो क्यापिटल लायबिलिटीजमा अर्को हेडिङ के छ अर्को हेडिङ छ सेक्युर्ड लोन हैन ल लेखौं यहाँ सेक्युर्ड लोन अब यो सेक्युर्ड लोन हेडिङ भित्र के आउँछ बैंक लोन आउँछ डिबेन्चरहरु आउँछ अब हेर्नुस् त यहाँ बैंक लोन डिबेन्चर भनेर यहाँ दिएको छ त कहीं दिएको छ त छैन भनेपछि यो हेडिङमा आउने आइटम दिएको रहेनछ अब अर्को हेडिङ हुन्छ के हो अनसेक्युर्ड लोन अनसेक्युर्ड लोन अब यो अनसेक्युर्ड लोनमा आउने आइटमहरु यहाँ छ त छैन यहाँ अनसेक्युर्ड लोन भनेर दिएको छ त
त छैन। अब अर्को हेडिङ छ करेन्ट लायबिलिटीज। अब विद्यार्थी मित्रहरू यो हेडिङमा के आउँछ? सन्ड्री क्रेडिटर्स आउँछ, बिल्स पेबल आउँछ, अकाउन्ट पेबलहरु आउँछ। अब ती आइटम यहाँ छ कि छैन हेरौँ त। यहाँ फर्स्टमा दिएको छ हेर्नुस् त सन्ड्री क्रेडिटर्स यो 6000 यसलाई तपाईले यहाँ देखाउनु पर्यो है। ल यहाँ लेखौं सन्ड्री क्रेडिटर्स अमाउन्ट कति छ हेर्नुस् त 6000 छ हैन। अब विद्यार्थी मित्रहरू यो करेन्ट लायबिलिटीज हेडिङमा आउने अरु कुनै आइटमहरु छ त ट्रायल ब्यालेन्समा हेर्नुस् त यहाँ छ सर्ट टर्म डेट यसलाई पनि हामीले यही हेडिङमा देखाउँछौं। ल लेखौं यहाँ सर्ट टर्म डेट अमाउन्ट कति हो सर्ट टर्म डेटको 15000 छ हैन। ल अब यहाँ लेखौं 15000। अब विद्यार्थी मित्रहरू यो करेन्ट लायबिलिटीज हेडिङमा आउने कुनै आइटम छ त यहाँ छैन। अब हामी अर्को हेडिङ लेख्छौं प्रोभिजन। अब यो प्रोभिजन हेडिङमा के आउँछ विद्यार्थी मित्रहरू? एउटै आइटम आउँछ त्यो कहाँबाट एडिशनल इन्फर्मेसनबाट प्रोभिजन फर ट्याक्स हैन। ल यहाँ लेखौं प्रोभिजन फर ट्याक्स। अब विद्यार्थी मित्रहरू हामीले प्रोभिजन फर ट्याक्सको अमाउन्ट त अलरेडी निकालिसकेका छौं प्रॉफिट एन्ड लस अकाउन्टबाट हैन। यो 17150 लाई तपाईले यहाँ देखाउनु पर्यो हैन। ल अब विद्यार्थी मित्रहरू कुनै आइटम बाँकी छ त छैन। अब हामीले यो एसेटमा पनि हेडिङ वाइज आइटमहरु राख्नु पर्ने हुन्छ है। एसेटको फर्स्ट हेडिङ के छ? फिक्स्ड एसेट्स। अब विद्यार्थी मित्रहरू यो हेडिङमा के आउँछ? प्लान्ट एन्ड मेसिनरी आउँछ, फर्निचर एन्ड फिक्चर आउँछ हैन, गुडविल आउँछ, पेटेन्ट राइटहरु आउँछ, भेहिकलहरु आउँछ। अब ती आइटमहरु छ कि छैन हेर्नुस् त। यहाँ हेर्नुस् त अब यो टिक लगाएको तपाईले हेर्नु परेन हैन। अब यो सन्डी डेटर त हामीले अहिले करेन्ट एसेट हेडिङमा राख्छौं। अर्को हेर्नुस् त प्लान्ट एन्ड मेसिनरी आउँछ। ल यहाँ लेखौं प्लान्ट एन्ड मेसिनरी। अब यसको डिप्रिसिएसन छैन तपाईले अमाउन्ट सिधै बाहिर राख्नु होला। कति छ अमाउन्ट? 1,75,000। अब विद्यार्थी मित्रहरू अर्को हेडिङ छ इन्भेस्टमेन्ट हैन। अब यहाँ इन्भेस्टमेन्ट भनेर दिएको छ त क्वेशनमा तपाईलाई ट्रायल ब्यालेन्स हेर्नुस् त छैन हैन। अब अर्को हेडिङ छ करेन्ट एसेट्स एन्ड लोन एन्ड एडभान्स। अब यो हेडिङमा आउने आइटमहरु यहाँ छ त छ। अब हेर्नुस् त के छ? एउटा भनेको यो सन्ड्री डेटर्स हो है। अब तपाईले सन्ड्री डेटरलाई यहाँ देखाउनु पर्यो। लेखौं यहाँ सन्ड्री डेटर्स अमाउन्ट कति छ? 47000। अब विद्यार्थी मित्रहरू अर्को हेर्नुस् त के छ? यहाँ हेर्दै जानुस् क्याश छ है। अब यो क्याशलाई हामीले यहाँ देखाउनु पर्ने हुन्छ। ल यहाँ लेखौं क्याश अमाउन्ट कति छ क्याशको? 95600 छ। अब विद्यार्थी मित्रहरू कुनै आइटम बाँकी छ त? अब हेर्नुस् त कुनै आइटम छुटेको छ त? कहिलेकाहीँ के हुन्छ भन्दाखेरि कुनै आइटम छुट्न पनि सक्छ है, जसले गर्दाखेरि हाम्रो ब्यालेन्स सिट नमिल्न सक्छ। तपाईले एकदम ध्यान दिनु होला। अब कुनै पनि आइटम छुटेको छैन। अब तपाईले के गर्नु पर्यो? यो ब्यालेन्स सिटको एसेट साइड सबै जोड्नु पर्यो र यो क्यापिटल लायबिलिटी साइड पनि जोड्नु पर्यो। तपाईको अमाउन्ट इक्वल आउनु पर्छ हैन। यदि इक्वल आएन भने तपाईको हिसाब बिग्रियो। अब पहिला सुरुमा चाहिँ यो क्यापिटल लायबिलिटीजको जोडौं त यो कति हुन्छ? यो सबै जोड्दा फेरि अब यो सबै जोड्यो भने हाम्रो कति हुन्छ? अब यहाँ हुन्छ 3,17,600। ल अब विद्यार्थी मित्रहरू यो एसेटको पनि सबै जोड्नुस् त यहाँ कति हुन्छ? यहाँ पनि तपाईको 3,17,600 हुन्छ। ल विद्यार्थी मित्रहरू तपाईको हिसाब मिल्यो हैन। अब तपाईको टोटल कति आयो? 5 मार्क्स आयो हैन। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सिनु होला। यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब चाहिँ गर्नु होला। साथै नजिकैको बेल आइकन पनि थिचिदिनु होला। हस्त धन्यवाद।